सबैलाई नमस्कार। अहिले हामी चाहिँ श्री माध्यमिक विद्यालय परडिया थारुटोलको कक्षा 9 को सेक्सन ए मा छौं हामी। नानी बाबुहरूले बडा मेहनतका साथ विज्ञान तथा प्रविधि विषय अन्तर्गत रहेको परियोजनात्मक कार्य मैले गरेको देखिरहेको छु। यस सम्बन्धमा केही जानकारी लिन चाहन्छु हाम्रो सन्देश चौधरी बाबुसँग। यो बाबु साँच्चै यो के भइरहेको छ अहिले? च्याउ प्रोडक्सन कसरी गर्ने त्यो सम्बन्धमा यहाँले प्रयोगात्मक कार्य गरिरहनु भएको छ है। साँच्चै यो पाठसँगै सम्बन्धित छ? सैद्धान्तिक विषय पाठको कति पाठमा यो कन्टेन्ट दिएको छ? कति एकाइमा छ? के छ? पाठ 3 मा। पाठ 3 मा के भनेर भनिएको छ त्यहाँ? च्याउको खेती कसरी गर्ने? च्याउको खेती कसरी गर्ने भनेको हाम्रो यो तराई मधेसको यस्तो टेम्परेचरमा यो उपयुक्त छ कि छैन? सकिन्छ नि उत्पादन गर्न यो? चिसो ठाउँमा राख्नु यसलाई चिसो ठाउँमा राख्ने भनिन्छ। अन्ध्यारोमा पनि राख्नुपर्छ हो? हजुर, अन्ध्यारो पनि किन त्यस्तो? किनकि यीहरू पुरेको कुराहरू खान्छ। अनि यो चाहिँ के हो? यो 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 सर यही हो दाना? अच्छा, च्याउको बिउ यो कहाँबाट ल्याइयो? पसलबाट। यो कति ग्रामको पुरिया हो यो चाहिँ? 2 ग्रामको। ल हेर्नुहोस्, यहाँ चाहिँ यो मसरुमको प्रोडक्सन गर्नको लागि यो दाना हो हैन, सिड्स। यसैलाई यो यसमा के राखिएको छ? सर पराललाई सर उबालेर अनि पराललाई पहिले कुँडो बालेर काट्ने हैन, सानो बनाउने अनि पानीमा उबाल्ने। अनि उबालेपछि त्यसको पानी अलिअलि छामा दिने अनि त्यसपछि यो गर्ने। अनि बोकामा राख्ने। अनि दाना चाहिँ कसरी राख्ने त? कसरी राखिरहनु पर्छ यो दाना त सर यो साइडमा राख्ने। साइडमा राख्ने। अनि त्यसपछि के गर्नुपर्छ? यसको प्रक्रिया बताइदिनु त। जस्तो एउटा परालको कुँडो काट्ने, पानीमा उमाल्ने, हल्का हल्का पानी रहन दिने, यतिसम्म हामी बुझ्यौँ। अन्य साथीहरूले पनि हामी यहाँबाट के भन्न चाहन्छौँ, कसरी उत्पादन गर्न सकिन्छ? यदि कसैलाई घरैमा म चाहिँ यो मसरुम प्रोडक्ट गरेर आफ्नो किचनमा प्रयोग गर्छु भन्ने सोच छ भने कसरी गर्न सकिन्छ? त्यसलाई के सुझाव सल्लाह दिन सक्नुहुन्छ? ल भन्नुहोस् त, प्रोसेस बताइदिनु त। त्यसको लागि एउटा राम्रो पराल ल्याउनु, अनि त्यसलाई चिसो पानी लिएर पहिला धुनु, अनि सुकाउनु, अनि पराललाई सानो सानो टुक्रा गरेर काट्नु। 1-2 इन्चको टुक्रा हुनुपर्छ। अनि त्यसपछि पानीमा उबाल्नु। उबालेपछि अलिअलि यसको पानी निस्कन दिनु। अनि नरम भएपछि यसलाई अनि बोकामा राख्नु। अनि